जेल ब्रेक कि प्रशासनको जबरजस्ती। भदौ 24 को त्यो डरलाग्दो दिनबारे रवि लामिछानेले बल्ल मुख खोलेका छन्। जेनजी आन्दोलनको छानबिन आयोगमा बयान दिँदै रसोपा सभापति रवि लामिछानेले भनेका छन्, म जेलबाट भागेको होइन र त्यो आन्दोलनमा रसोपाको कुनै संलग्नता थिएन। उनको बयान झनै चकित पार्नेछ। उनले भनेका छन्, नक्खु कारागार बाहिर भिड बढेपछि जेल प्रशासनले नै मलाई जबरजस्ती बाहिर निकालेको हो। त्यसपछि म गायक रामकृष्ण ढकालको गाडीमा चढेर सुरक्षित स्थानमा पुगे र सेना तथा प्रहरी प्रमुखलाई आफै जानकारी गराए। 4 दिनपछि आफै जेल फर्किएका रविको यो बयानले अहिले ठूलो खैलाबैला मच्चाएको छ। के प्रशासनले साँच्चै रविलाई जबरजस्ती निकालेको होला त? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोस् र भिडियो शेयर गर्नुहोस्।